कतिको छोटो गर्ने यहाँ हो त नि काम छैन छुट्टी चाहिँ किन चाहियो नि सर तपाईँलाई चाहिँ घरमा बस्न होला नि हामीले एज कलर गर्दा चाहिँ तल नेपेरियाको भाग अथवा त अक्सिपिटलसम्मको भागलाई सुरुमा गरेका थियौँ अनि त्यसपछि हाफ गरिसकेपछि चाहिँ फेरि यसलाई चाहिँ रिलाइट गर्नुपर्ने हुन्छ अहिले चाहिँ हामीले आधी कपाललाई रिलाइट गरिसकेपछि चाहिँ रिएप्लिकेसन गर्न लागिरहेका छौँ एकजनाले के गर्नु पर्यो हेर्नुहोस् है उहाँले समाजको तपाईँलाई देखाउनु होइन मलाई पनि काम पनि फोटो एकचोटि फ्ल्याट भएपछि माथिबाट सट्ट टचबाट चाहिँ उयो गरिदिनु अब यार फेरि धेरै पेपर कुचिँदो रहेछ कि पुरा बलले गरे जस्तो देखिएको रहेछ मचेलो सङ्ग्री हेर न तिमीले त कति बल लगाएको त्यहाँ हेर न हेर न हात चलाएको हेर न मेरो हेर न कोही साँच्चै रोसी नै रहेछु म छुनुहुन्छ तपाईँ एकदम फोटो गर्दा चाहिँ पुरै शरीरले अरे त्यसको टोपीले होइन होइन त्यस्तै भन्थ्यो यहाँ सरले यो तल छिरो त हो यसलाई यस्तो गर्दा हुन्छ होला भयो जस्तो छ तपाईँबाट हाम्रो सरो दिदी भने तपाईँ के थरी हो बाहुनी हाम्रो सरो दिदी सरले अघि यसरी के पो गर्नु पर्दैन एकचोटि त्यो धेरै होइन भयो भयो अब आइरन लाउने होइन हल्का मात्रै उठो भने धेरै पनि उयो नगर्नु अरे क्या फोल्ड हल्का गरिदिएपछि फेरि क्रिमहरू निस्किन्छ भने क्रिम म क्रिम बनाउने वाली भन्नु न मिक्सिङ रेसु भन्नु न यतिको त चाहिन्छ अनि मात्र एउटा पनि बबल्स हुनु भएन दाना हुनु भएन होइन एउटा पनि छैन नपत्ते चाख्नुहोस् अनि माथि सिधै पुगिन्छ होला नि सबै पग्ला उयो दिन्छ होला नि भित्र चाख्ने मात्र दिदी नै तपाईँले त एकैचोटि ब्याक सबै कलरले खाएको है सबै त्यही भएर यही लाएर आउँछ कि नयाँ भिडियो आउनु पर्सनली अहिलेसम्म पढेको के कुकुरले बुझ्नु भएको छ नि हाम्रो त पर्सनली लिएर आउनु एकजना दुईजना सुगर फ्री हो भने म यस्तो गरिदिनु न ल अलिक मजाले ध्यान दिएर सुगर फ्री यस्तो बाँधिदिनु नि एउटा त्यो मोबाइलको उयसमा राखेर ब्याग कम गरिसक्नु हो ल सुगर फ्री
हजुर के खाने खाजा चिया नखाने म चिया नखाने ओइ लेख्नु न अनि म फोटो खिचेर पठाइदिन्छु क्या होइन हौ खाजा भन्नु त हो अब यहाँ यो यसलाई छोएर यसरी राख्नुपर्छ यसरी होइन अब ठ्याक्क क्रिमले लक गरिदिनु हजुर हजुर के भन्नु र बन्छ नि त्यस्तो टाइम लाग्दैन मेरो पठाइदिनु ल म मेरो ब्यागबाट खोल्ने पाएको हुन्छ बिपिसा हुन्छ अलिकति आई होप मनपर्छ जस्तो लाग्छ यो कति पाउँछ सबै सकिन्छ दिदीलाई जुत्ता पनि हामी लगाउनु गर्मीले यहाँ बर्नु बेसी टाढो भएर सबै हालिदिनु ल भिडियोहरू अनि म है सिकुमा कहिले हो सब भन्नु है चाहिँ मैले एकजनाको खोजिसकेँ बिचरामा खुसी पारी देखाउनु लाग्छ तपाईँहरू खुसी पारी जानु भएन माछा खानु कतारा पारी मेरो गाउँको आज जाने बेलुका जानु स्विमिङ पनि खेलेर आउनु सरलाई स्विमिङ पुल खेल्न एकदमै मन लाग्छ यति पानी होला ठिकै लाग्यो भिडियोबाट उहाँले खिच्नु पऱ्यो म हालिदिन्छु यसमा एकजना सुत्दा भइहाल्यो ग्रुपमा हाल्दा भइहाल्यो नि लु होस् म चाहिँ गर्दिनँ गरम पनि हो साह्रै गरम हो साह्रो गरम यो चाहिँ ब्रिटोनिङ सबैले डिपोजिट गर्नुभन्दा अगाडि कसरी टोनिङ गरेको थियो त हेरौँ न ढक्कन खोल्यो ढक्कन लिएर हिँड्नु भएको छ ट्युबलाई सिधै राखिदिएर एउटा ब्रस सफा गर्छ यताबाट हल्काउनुहुन्छ अगाडिकोले भिडियो चाहिँ राम्रो गराउनु है मतलब हस् म हालिदिन्छु ग्रुपमा नहाले पनि 8 पोइन्ट कतिको भयो उयो कुन 8.5 को डेभलप ट्युब 002 कुनै स्याम्पू छ कुन अनि यास? पछिको स्याम्पू या मास्क कम्प्लिट यास कलर। यो मास्क चाहिँ हुन्छ मास्क हालेको चाहिँ भिडियो नगर्नु यो तपाईँहरूले हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ उसको कपाल सफा 100% एस कलर 100% अनि त्यसपछि रिब्ल्याक्सन मास्क कति सर छोरी हाल्नु अरू चाहिँ के हाल्नुहुन्छ अनि हट वाटर यो गर्नु भिडियो कति लाउनुपर्छ डटर 0.2 कलर आएको छैन है लामो भयो भने कटिङ गर्नु पनि झ्याउँछ यो होइन कलर यो त येल्लोलाई काटेको प्रिटोनिङ हो यो चाहिँ सुई कलर गर्दा पनि रुट स्याडो अथवा यो फास्ट टेक्निक हो है यो त सब गर्नु है ल भन्नु न अहिले हामी के गर्दैछौँ रे रुट मेल्ट्स अथवा रुट स्याडो के को लागि गर्दैछौँ यो अलिअलि आएको अनिबन प्याचीलाई आउट गर्नको लागि अलिअलि आएको अनिबन प्याचीलाई आउट गर्नको लागि र माथिपट्टि
अब तल लेन्थमा अलिक लाइट कलर हुन्छ, माथिपट्टि अलिक त्योभन्दा चाहिँ डार्क हुन्छ ल। त्यो भयो भने चाहिँ लुकिङ लाइक अमुले सेडिङ देख्छ क्या। त्यसै कारण यहाँबाट अब यो छ सबैभन्दा पहिला बिचको भाग छुट्यायौँ हामीले, अनि त्यसपछि साइडको कुनै पर्दैन भागमा लगाउनु पऱ्यो, अनि त्यसपछि पर्सि गाउँ ल। सब सेक्सन फ्रन्टमा फ्रन्टमा इयर टु इयर फ्रन्टमा, अनि त्यसपछि होराइजन्टलमा अहिले गरिराख्नु भएको छ मेल्स अथवा स्यालो। म ट्याक्क एडिट गरेर भयो सानो भयो। सागर सरको डेडिकेसन भनेर यस्तो भनेर लाइकमा भयो 10 जना एकजनाबाट यसरी। अहिलेको ल्याउनु थियो ऊ त्यहाँ हो अहिलेको प्रोडक्ट हल्काउने अनि बढाउने कुरा हो। सँगसँगै हाम्रो हेयरको यो पार्ट भनेको सानैमा सबैले हजुरहरूले त एकदम नोटिस गर्नु भएको छ, मान्छेको तालु भरिएको हुँदैन होइन त। यो पार्ट भनेको एकदमै कमजोर पार्ट हो। सँगसँगै हेयर भएको मान्छेलाई टाउकोमा हान्दा र हेयर नभएको मान्छेलाई टाउकोमा हान्दा बेसी चट्टलाई लाग्यो। हेयर नभएको मान्छेलाई तालु लाग्छ नि त होइन। हेयरले के गर्यो, एउटा थोरै मात्रामा भयो भने प्रोटेक्सनको काम गर्यो। सनको रेलाई डाइरेक्ट हाम्रो स्किनको स्क्याल्पसँग टच हुन दिएन होइन। हल्का चिज होस्, धेरै भारी चिजलाई त प्रोटेक्ट गर्न सक्दैन, हल्का चिजलाई भए पनि हेयरले के गर्छ, ब्लक गर्छ र त्यसलाई कभर र प्रोटेक्ट गर्ने काम गर्छ है। हेयरको अब त्यही हो। र हेयरको अब डेप्थमा त हजुरहरूले पढ्नु भएको छ होला, लेयर्सहरूको बारेमा होइन, माइक्रोफाइबरको बारेमा। अहिले हामी त्यसको बारेमा नपढौँ है। हजुरले के बुझ्नु पऱ्यो भन्दाखेरि चाहिँ इफ हेयरमा काम गर्दै हुनुहुन्छ भने हेयरले भ्यालु के राख्छ भन्ने कुरा पनि बुझ्नु पऱ्यो हामीले होइन। हेयरको भ्यालु नै नबुझिकन एउटा आउने क्लाइन्टलाई हामीले उहाँले के एक्सपेक्टेसन राखेर आउनुहुन्छ होला, मेरो हेयर यहाँ गएपछि यस्तो देख्छ होइन, यसरी बनाउन सक्छु मैले भनेर एउटा आशले त आउने हो। त्यो फिल हजुरले दिन सक्नु पऱ्यो, त्यो इम्पोर्टेन्स हजुरले फिल गराउन सक्नु पऱ्यो है। हेयर कटिङ गर्दा ध्यान दिनु पर्यो। रिलेटेड भएन सजिलो हुन्छ नि, त्यहीसँग रिलेटेड भएन। डक्टर हुन्छ नि त, इन्जिनियर हुन्छ। हल्का उता अब फर्का फर्र अब चाहिँ उयो गर, यस्तो गर न तिमीले यस्तो